हेलो एभ्रिवान, आजको भिडियो चाहिँ यो नयाँ वर्षको पहिलो दिन वैशाख 1 गतेको रहेको छ। मेरो नयाँ वर्षको सुरुवात नयाँ दिन चाहिँ यसरी गरेको छु। हजुरहरूलाई ढिलै भए पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। हजुरहरूले पनि नयाँ वर्ष एकदमै राम्रोसँग मनाउनु भयो होला। भगवानले हामी सबैको रक्षा गरिदिउन्, हामीले सोचेको आँटेको कुराहरू पुरा गरिदिउन्। मेरो नयाँ वर्षको दिन सधैँ यसरी नै सुरुवात हुन्छ, मन्दिर गएर या घरमै पूजा गरेर हुन्छ। यस वर्ष पनि मैले यसरी नै सुरुवात गरेको छु। अब यसरी सधैँ पूजाआजा त गरिन्छ। आज पनि मैले त्यसरी नै मेरो दिनको सुरुवात गरेँ। यो 2082 साल वैशाख 1 गतेको दिन एकदमै मनलाई खुसी राखेर जति पनि मैले यो 81 सालमा जानी नजानी केही गल्तीहरू गरेको छु भने पनि यो 82 सालमा आगामी दिनहरूमा त्यो गल्ती नदोहोरियोस् मबाट भन्दै मैले चाहिँ यसरी मेरो यो वैशाख 1 गतेको दिन चाहिँ मैले यसरी सुरुवात गरेको छु। मैले चाहिँ अब पूजा गरेर सकेँ। त्यसपछि चाहिँ मैले यसरी घरको मूल ढोकामा 2टा कलश राखिदिएँ अनि आमाहरूलाई सबैलाई टिका लगाइदिएँ। तर आमाहरूको भिडियो बनाउन पाएन, आमा चाहिँ मामा घर जानुभयो अनि मैले बुढोलाई टिका लगाइदिएँ। हामी पनि अब एकछिनमा मामा घर जान्छौँ। मैले चाहिँ बुढोलाई टिका लगाइदिइसकेँ अनि प्रसाद पनि दिएँ अनि यहाँ चाहिँ बुढोले आशीर्वाद के दिँदै हँसाउनु भएको छ अनि मैले बुढोलाई जोक गरेँ। बुढोले पनि मलाई टिका लगाइदिनु भयो अनि मलाई पनि जिउ गर्नु भनेको जिउ गर्नुभयो बिचरा। अब चाहिँ हामी बाहिर गएर काम गर्छौँ। यो चाहिँ फुल रहेको छ। यो चाहिँ मैले हिजो साँझ नै अघिल्लो दिन नै लिएर आएको थिएँ, बिहान रोप्ने वैशाख 1 गते भनेर। अरू फुल चाहिँ रोपिसकेको छ। यो चाहिँ मलाई एकदमै बगनबेली फुल र मनी प्लान्ट चाहिँ मलाई रोप्न मन लागेको थियो घरमा। सँगसँगै गुलाबको फुल पनि, अर्को केही फुल पनि थियो, एक्स्ट्रा लिइहालेँ। गुलाबको फुल चाहिँ आमाले लाउनु भएको छ, टन्नै 2-3 ठाउँमा छ हाम्रो घरमा। अनि यसरी चाहिँ गमलामा माटो भर्नको लागि मल र माटो एक ठाउँ गरेँ। अनि त्यतिखेर ठ्याक्कै हाम्रो सानी नानी पल्लो घरको अनि आएर मलाई फुल दिइन्। चुप्पा गर भनेको चुप्पा पनि गरेन। कस्तो राम्रो छिन् के क्युट छिन्। अनि साइडमा चाहिँ माइलामा पनि हुनुहुन्छ। माइलामाले चाहिँ हँसाउनु भएको छ, हेलो हाई बाई बाई टाटा गुड भन्दै। अब चाहिँ यहाँ बुढोको काम चाहिँ यतातिर मैले लगाएको छु बुढोलाई। बुढोले माटो र मल चाहिँ एक ठाउँमा मोल्नु भएको छ लिएर आउँदै। अनि मैले ह्याप्पी न्यु इयर भनेर बुढोलाई फुल दिएको। फुल त लिनुभयो तर त्यो फुल लिने बित्तिकै गमलामा रोपिदिनु भयो। अनि यो चाहिँ काम चाहिँ मोल्ने, माटो र मल मोल्ने काम चाहिँ बुढोको छ। अब यसपछि चाहिँ मेरो काम रहेको छ यो फुल रोप्ने। यो काम सकिसकेपछि चाहिँ हामी पनि जानुपर्छ मामा घर। आमा चाहिँ गइसक्नु भयो, बिहानै हतार भएर आमा चाहिँ जानुभयो। अनि आमासँग नयाँ वर्षको दिन त भिडियो बनाउँछु भनेको थियो, त्यो पनि पाएन। अब हामी छिटो काम गरेर हामी पनि जान्छौँ। सो अन्तिमसम्म हेरिदिनु होला। 2082 साल वैशाख 1 गतेको फर्स्ट भिडियो नयाँ वर्षको मिनी ब्लग रहेको छ। अब चाहिँ म यो नयाँ वर्षको दिनमा फुल रोपौँ भनेर फुल रोप्दैछु। ल मैले चाहिँ यो फुल लगाइसकेँ अनि मैले यो 3टा गमला चाहिँ भित्र साइड कोलियाको साइडमा राखेँ, किनकि भर्खरै लगाएको फुल बाहिर एकदमै चर्को घाम लाग्छ अनि पानी पऱ्यो भने नि पानीले चोट्छ भनेर यो चाहिँ ठुलोमा बगनबेली अनि गुलाबको फुल अनि मनी प्लान्ट लगाएको छु। यो यहाँ चाहिँ गुलाबको फुल राखेको छु। यो अलिकति फुल नलागेको फुल चाहिँ किन लिएको भन्दा कस्तो फुल छ, कुन रङको फुल छ भनेर थाहा पाउनको लागि लिएर आएको छु। अनि यो साइडमा चाहिँ यहाँ इटाल अनि अरू फुल पनि लाउन बाँकी छ। अनि यतातिर चाहिँ मैले पहिल्यै लगाइदिइसकेको थिएँ। एकदमै राम्रो भएको छ फुलहरू। यो देखेर नि मलाई अझै धेरै फुल लाउन मन लागेको छ। त्यो चाहिँ म फेरि पनि अरू बिस्तारै लाउने छु। यो फुललाई चाहिँ अस्ति 2 दिनको पानीले छुटेर यस्तरी कुहिन लागेको छ, फुलहरू कुहिएको छ। अनि यो चाहिँ फेरि नयाँ रोपेको अर्को फालेर। अनि यो पहेँलो चाहिँ यस्तो राम्रो फुलेको छ है, यस्तो राम्रो फुलेको छ अहिले झन् धेरै।
अनि यो हजारे फुल त्यसै झन् राम्रो छ है। अनि यहाँ चाहिँ मेरो हजारे 3टा फुल राखेको छु। अरू पनि लाउने इच्छा छ, तर त्यो चाहिँ असारको महिनामा राम्रो हुन्छ भन्नुभएको थियो फुल लिन जाँदाखेरि। यो रहेको छ मेरो सानो फुलबारी, घरको अगाडिपट्टि गमलामा मात्रै लगाएको छु अहिलेलाई। अनि यहाँ चाहिँ मैले बुढोलाई नास्ता खानको लागि त्यो रोटीसँग चटनी खानालाई बुढोलाई चाहिँ टमाटर पोल्नु भनेको थिएँ, पोल्दै हुनुहुन्छ। अनि रोटी चाहिँ आमाले मामा घर बिहान खाना खान जाने भएर बिहान भोक लाग्छ भनेर कोदोको रोटी बनाइदिनु भएको थियो। त्योसँग चाहिँ हामीले चटनी पिनेर बुढाबुढीले खायौँ। मामा घर जानेसम्म त अब 12 बजिहाल्छ अनि भोक लाग्छ भनेर चाहिँ आमाले रोटी बनाउनु भएको थियो। यता चाहिँ मिस्टर बोल्नुमा चटनीको प्लेट पनि चाट्दै हुनुहुन्छ अझ खाने हो भनेर, मजाले अझ हेर्दै चाट्दै। ल हामीले चाहिँ नास्ता खाएर सक्यौँ। अब चाहिँ हामी रेडी भएर मामा घर जान्छौँ। सो अन्तिम समय हेरिदिनु भएकोमा एकदमै धेरै धेरै धन्यवाद। प्लिज नयाँ साथीहरू जोडिनु भएको छ भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। अनि भन्दै अब हामी दुईजना बुढाबुढीको तर्फबाट नयाँ वर्षको धेरै धेरै शुभकामना। ह्याप्पी न्यू इयर, बाई बाई।